हेलो दाजु बोट कि हल्लाउनु भएको यो गोलमेडाको बोट दाजु त्यसरी नि तँलाई के चाहियो आफ्नो बोट म आफै हल्लाउँछु। तिमीलाई किन चाहियो आफ्नो मेरो बोट आफै हल्लाउँछु। दाजु हात मिलाउ न हात। हेलो हेलो दाजु हात मिलाउ न। के मिलाइदियो तेरि दाजु कडा रहेछ हात मिलाउ भने हात त पुरै दलाइदियो यार दाजुले यार हेट तेरि यार दाजु खतर रहेछ। आज म जान खाएर आएको छु भन्दा चोट आज यो बुढा सबै उक्लिन्थ्यो केही छैन। यो पुरै आगो लगाइन्छ पेट्रोल लगाएर आगो लगाइदिन्छु। के भयो भाउ त खुलत्तै भावै छैन। क्षेत्रहरू बनायो यो गोलबेडाले आज चोट यता हेर ल यो बुटा म सबै उखेलेर फालिदिन्छु। 100 रुपियाँको 3 किलो माग्छ मलाई रिस उठेर यो बुटा सबै उखेलेर फालिदिन्छु। लिएर म यो पुरै आगो लगाइदिन्छु। यो मादा टुटुले डुबान पार्यो। हाम्रो साथीले यो गोलमेडाले त पुरै डुबान भयो भन्छ साथीहरू। यसै डुबान भयो आज गाई भैँसी लिएर पुरै चराइदिने हो। काम छैन। काम त छ नि दाजु किन छैन यत्रो लगानी गरेको छ अनि यसै त गाई बस्तु चराउनु त भएन नि साथी हो। यो त नराम्रो तरिका भयो नि त तपाईँको सोच त। भावै छैन त के गर्नु त। पछि आउन सक्छ कि भाउ। अब पछि आएर के काम अहिले भाउ नआएर यहाँ दिमाग खराब भएको छ। यो बुढा उखेलेर फाल्नु जस्तो भयो। त्यस्तो दिमाग खराब त भएको छैन होला। पेट्रोल लिएर आगो लगाइदिउँ जस्तो भयो। लगाएर के काम भाउ नआएपछि यो गोलबेडाले मदर चिटले गरे जस्तो भएन। दिमागै सर्ट बनाएको र यो गोलमेडाले दाजु। हो नि दिमागै सर्ट बनायो त यत्रो लगन लगाएर। नमस्ते साथीहरू यो भिडियो मन पर्छ कि पर्दैन मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला प्लिज धन्यवाद।